इन्भेन्ट्री 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 म्यानेजमेन्टका चाहिँ प्रोसेसहरू के छन् त्यो सम्बन्धमा वा इन्भेन्ट्री चाहिँ को पोजिसन के छ, क्यासको पोजिसन के छ, त्यो पोजिसनहरू हेर्ने गरिन्छ, अब्जर्भेसन गर्छ, अब्जर्भ गर्छ है। त्यसपछि इन्सपेक्सनको कामहरू छ। इन्सपेक्सन मिन्स चाहिँ बेसिकली चाहिँ यो के हो भन्दाखेरि यो चाहिँ इन्सपेक्सन मिन्स इट इज एक्जामिनिङ रेकर्ड्स, डकुमेन्ट्स, इन्टर्नल अर एक्सटर्नल अर ट्यान्जिबल एसेट्स। इन्सपेक्सन भनेको फिजिकल, बेसिकली चाहिँ यो इन्सपेक्सन भनेको फिजिकल एसेट्सहरू चाहिँ रहेका हुन्छन् त्यो संस्थाभित्र, र संस्थाभित्र रहेका फिजिकल एसेट्सहरूको इन्सपेक्सन गरिन्छ। जस्तो चाहिँ सवारी साधन होला, कम्प्युटरहरू चाहिँ छन् होला, वा अन्य चाहिँ विभिन्न सम्पत्तिहरू चाहिँ छन् भने ट्यान्जिबल फिक्स एसेट्सहरूको चाहिँ के गरिन्छ त इन्सपेक्सनको काम गरिन्छ बेस्ड अन द रेकर्ड्स द्याट इज मेन्टेन बाई द अर्गनाइजेसन। अर्गनाइजेसनले मेन्टेन गरेको जुन रेकर्ड हुन्छ नि त्यो रेकर्डमा उल्लेख भएको सम्पत्तिहरूको विवरण र फिजिकल्ली चाहिँ ती सम्पत्तिहरू, त्यो भौतिक सम्पत्तिहरू, ट्यान्जिबल एसेट्सहरू छन् वा छैनन् भन्ने कुराको चाहिँ फिजिकली चाहिँ अब्जर्भ गर्ने गरिन्छ। थर्डमा चाहिँ इन्सपेक्सनमा चाहिँ गरिन्छ है। त्यसपछि चाहिँ यो इन्सपेक्सनमै के गरिन्छ भने त्यो भाउचिङहरू, भाउचिङ भन्नाले चाहिँ जस्तो भाउचरहरू चाहिँ छ भने अथवा चाहिँ त्यो अब जस्तो एनटिसीमै चाहिँ हामीले अडिटिङ आयो भने उसले के गर्छ भने डिफ्रेन्ट ट्रान्जेक्सनहरू जुन भइरहेको हुन्छ त्यो भाउचिङ ट्रान्जेक्सनहरू होइन, अथवा चाहिँ त्यो डेली ट्रान्जेक्सनहरू जुन एउटा भाउचर चाहिँ भाउचरमा चाहिँ त्यो कारोबारहरूको विवरण उल्लेख गरेको हुन्छ त्यो भाउचरहरू चाहिँ चेक गर्ने, इन्सपेक्सन गर्ने र त्यसपछि चाहिँ ट्यान्जिबल एसेट्सहरूको चाहिँ भेरिफिकेसन गर्ने काम चाहिँ इन्सपेक्सन अन्तर्गत गरिन्छ भने रिक्यालकुलेसन भनेको चाहिँ के हो भने रिक्यालकुलेसन भनेको चाहिँ बेसिकली यसले जस्तो डेटाहरू चाहिँ सबै उपलब्ध गराइएकै हुन्छ, तथापि चाहिँ अडिटरले के गर्छ त त्यो सबै चाहिँ न्युमेरिकल डेटाहरूलाई म्याथमेटिकली एक्युरेट छ कि छैन, जोड चाहिँ ठिक छ कि छैन, वा भनौँ हामीले अघि जुन भन्यौँ नि फिजिकल एसेट्सहरूको भेरिफिकेसन गर्छ रेकर्डको आधारमा र फिजिकली त्यो एसेट्सहरू छन् वा छैनन् भनेर त्यो रेकर्डहरूमा चाहिँ फिजिकल एसेट्सहरूको चाहिँ अमाउन्टहरू चाहिँ उल्लेख गरिएको हुन्छ। अमाउन्टहरू उल्लेख गरिएको हुन्छ र त्यो सर्टेन पर्सेन्टेज चाहिँ डेप्रिसिएसन चार्ज गर्छ भने त्यो डेप्रिसिएसन चाहिँ 10% चाहिँ छ। 1,00,000को 10% चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ 10,000। त्यो 10,000 चाहिँ उल्लेख गरिएको छ कि छैन र त्यसपछि चाहिँ त्यसको जोड, घटाउ, एडिसन, सब्ट्र्याक्सनहरू, मल्टिप्लिकेसनहरू चाहिँ ठिक छ कि छैनन् भन्ने कुरो चाहिँ पुनः के गर्छ त अडिटरले चाहिँ आफैले पनि रिक्यालकुलेट चाहिँ गरेको हुन्छ है, रिक्यालकुलेट गर्छ त्यो भनेको हो। त्यसपछि चाहिँ नेक्स्ट टेक्निक्स अफ अडिटिङ इज टु रिपर्फर्मेन्स भन्छ होइन। रिपर्फर्मेन्स भनेको चाहिँ के हो भने जस्तो चाहिँ कुनै अर्गनाइजेसनले त्यो अर्गनाइजेसन्समा भएका जुन सेल्सहरू हुनसक्छ अथवा चाहिँ पर्चेजेसहरू हुनसक्छ, त्यो सेल्स गर्दाखेरि चाहिँ सेल्सको लागि चाहिँ उसले अर्डर प्लेस गरेको छ कि छैन, पर्चेजको लागि चाहिँ अर्डर प्लेस गरेको छ कि छैन। त्यसको साथसाथै चाहिँ यदि त्यो संस्थाको बैंकसँग चाहिँ कारोबार छ भने बैंकसँग कारोबार भएको बैंकको स्टेटमेन्ट र चाहिँ अर्गनाइजेसनले त्यो संस्थाले आफूसँग मेन्टेन गरेको स्टेटमेन्ट, दुईटै स्टेटमेन्टलाई चाहिँ रिकन्सिलिएसन गर्ने काम चाहिँ रिपर्फर्मेन्स अन्तर्गत हुन्छ भने त्यसपछि चाहिँ यो एक्सटर्नल कन्फर्मेसन भनेको के हो भने बेसिकली चाहिँ अर्गनाइजेसनले थर्ड पार्टी ट्रान्जेक्सन गरेको छ भने थर्ड पार्टी ट्रान्जेक्सन मिन्स बेसिकली चाहिँ डेटर्स र क्रेडिटर्स हुन्छ। यसमा सेल्स र पर्चेजमा डेटर्स र क्रेडिटर हुन्छ र कुनै शङ्का लागेको खण्डमा त्यस्तो अवस्थामा अडिटरले खरिदकर्ता वा बिक्रीकर्ता यो दुईटैसँग चाहिँ कन्फर्मेसन चाहिँ लिन्छ है। त्यो फेक चाहिँ पर्चेज बिल छ कि अथवा सेल्स बिल चाहिँ भ्याट बिलहरू चाहिँ इस्यु गरेको छ भने त फेक छ वा छैन भन्ने कुराको लागि चाहिँ कन्फर्मेसन गर्छ। त्यो कन्फर्मेसन मिन्स चाहिँ बेसिकली दिस कन्फर्मेसन इज रिलेटेड विथ द कन्ट्याक्टिङ विथ द डेटर्स एन्ड क्रेडिटर्स है। त्यसपछि अर्को चाहिँ एनालिटिकल प्रोसिड्युर्स भन्छ। अर्को टेक्निक्स चाहिँ यो एनालिटिकल प्रोसिड्युर्स भनेको के हो भने यस अन्तर्गत चाहिँ
फाइनान्सियल र नन फाइनान्सियल डेटाहरू बिचमा रहेको जुन रिलेसनसिप हुन्छ, त्यो रिलेसनसिपहरूलाई चाहिँ एनालाइज गर्ने काम गरिन्छ। होइन, त्यो डेटाहरू र नन फाइनान्सियल डेटाहरूसँग चाहिँ रिलेटेड चाहिँ इन्फर्मेसनहरू चाहिँ कलेक्ट गर्ने र त्यो कलेक्सनको बेसमा चाहिँ त्यो दुइटै बिचको चाहिँ रिलेसनसिप चाहिँ एनालाइज गरिन्छ। है, त्यो भनेको चाहिँ एनालिटिकल प्रोसिड्युर्स भयो भने फर इक्जाम्पल चाहिँ अब यसमा के हेरिन्छ भन्दाखेरि चाहिँ करेन्ट इयर फाइनेन्सियल डेटा, गत वर्षको डेटा र यस वर्षको डेटामा चाहिँ रिलेसनसिप हेरिन्छ। रेसियो एनालाइसिस चाहिँ गरिन्छ। रेसियो एनालाइसिस गरेर उसको पर्फर्मेन्स चाहिँ क्याल्कुलेट गरिन्छ। होइन, त्यसपछि चाहिँ नन फाइनेन्सियल डेटामा चाहिँ अब उसले नम्बर अफ इम्प्लोइज चाहिँ कति छन्। नम्बर अफ इम्प्लोइज चाहिँ हेर्नुको मुख्य कारण चाहिँ के हुन्छ भने नम्बर अफ इम्प्लोइजबाट, नम्बर अफ इम्प्लोइज भनेको चाहिँ नन फाइनेन्सियल डेटा हो भने नन फाइनेन्सियल डेटाबाट चाहिँ फाइनेन्सियल डेटालाई चाहिँ रिलेसनसिप चाहिँ एनालाइज गरिन्छ। भन्नाले कर्मचारी सङ्ख्या कति छ र तलब खर्च कति भएको छ। होइन, कर्मचारी सङ्ख्या र तलब जुन हुन्छ नि त्यो तलब पे गरेको, अब दुइटैको रिलेसनसिप चाहिँ एनालाइज गर्ने काम गरिन्छ। भन्नाले चाहिँ नन फाइनेन्सियल डेटासँग फाइनेन्सियल डेटाको रिलेसनसिप, रेसियो एनालाइसिस र बेसिकली चाहिँ कम्पेयरिङ द करेन्ट फाइनेन्सियल पोजिसन विथ द चाहिँ प्रायर अथवा चाहिँ लास्ट इयर फाइनेन्सियल पोजिसनसँग चाहिँ उसले कम्पेयर गर्ने काम गरिन्छ भने